यदि तपाईहरु धरान जानु हुँदैछ र भानुचोकको एरियातिर कतै बस्नुहुन्छ भने यो ठाउँको खाना खान चाहिँ नबिर्सिनु होला। म चाहिँ शंखसभा जानको लागि चाहिँ घरबाट निस्केको थिएँ र म चाहिँ धरानमा आएर आज बस्ने भए किनकि पहिरोले गर्दाखेरि बाटो अहिले एकदमै धेरै खत्तम भएको छ। नाइटमा चाहिँ नहिन्नु भन्ने कुरा आयो, त्यसले गर्दा म चाहिँ धरानै बसेँ। र धरान बसेपछि मलाई खाना खान मन लाग्यो र कहाँ गएर खाना खाने म एकदमै कन्फ्युज भइरहेको थिएँ। र त्यही टाइममा मैले टिकटकमा एउटा भिडियो देखेँ र त्यो भिडियोमा चाहिँ धरानको सबैभन्दा मिठो खाना खाने ठाउँ भनेकै मार्सी किचन रहेछ र म पनि ट्राई गर्नलाई भनेर गएँ। भानुचोकदेखि थोरै दक्षिण गएर चाहिँ लेफ्ट साइडपट्टि छ यो मार्सी किचन चाहिँ, र त्यहाँनेरिको खाना ट्राई गरौँ है त। खाना एकदमै मिठो रहेछ, एकदमै दामी लाग्यो। तपाईहरुले चुज गरेर जुन चामलको खाना खान मन लाग्छ त्यही चामलको खाना चाहिँ उहाँहरूले बनाइदिनु हुँदो रहेछ। त्यो सुविधा पनि एकदमै राम्रो लाग्यो। बट यहाँ चाहिँ एउटा के रहेछ भन्दाखेरि सुरुमै गएर चाहिँ खाना खान मिल्दैन रहेछ। सुरुमा गएर अर्डर गर्नु पर्दो रहेछ र उहाँहरूले चाहिँ अर्डर अनुसारले खाना बनाइदिनु हुँदो रहेछ। सो मैले चाहिँ यहाँको खाना ट्राई गरेँ, एकदमै दामी लाग्यो। तपाईहरु पनि धरान आउनुहुँदैछ भने एकचोटि